स्वागत तो करो हमारा। राजा ज्ञान छ किन अरु सोचे यो हेला डाला ना बाघ आए बाघ 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 आए बाघ हिजो शेरबहादुर देउवाले त राजाले नसकेको यिनीहरूले सक्छ भनेर बालेन सरकारलाई चेतावनी दिए नि। अब त्यो चाहिँ सकेको थियो कि थिएन भन्ने कुरा जेन्जी मुभमेन्टमा नै उहाँलाई थाहा होला। राजा ज्ञान छ किन अरु सोचे बुढो आए जस्तो छ तपाईँ अब नेपाली काङ्ग्रेसको अहिले यहाँ आउँदै हुनुहुन्छ, तपाईँ चाहिँ रोज्नु पर्यो भने शेरबहादुर देउवालाई रोज्नुहुन्छ कि बालेन शाहलाई? यही बाटो भन्नु, यही र्यालीबाट? म सधैँ बालिन शाहलाई हो नि। लगभग 80 वर्ष पुगेका शेरबहादुर देउवा चाहिँ अगाडिबढी त्यहाँ गाडीमा हुनुहुन्छ, गाडीबाट माथि टक्क उहाँले चाहिँ यसरी निस्केर चाहिँ के छ भन्नुहोस्, शेरबहादुर देउवालाई स्वागत गर्न आउनु भएको रहेछ तपाईँहरू। किन हो यस्तो धेरै माया? माया त यहाँ ज्यान दिनलाई तयार हो, माया त सामान्य हो। सभापति शेरबहादुर देउवा कुटाई खाँदा तपाईँको कार्यकर्ताहरू कहाँ लुकिएका थिए? उनीहरू पनि धेरैले पिटाई पनि खाए। तपाईँ जनजी आन्दोलनमा हुनुहुन्थ्यो कि हुनुहुन्थेन? शेरबहादुर देउवाको घरमा पैसा भेटियो भन्ने त्यो सत्य हो कि झुटो कि के हो? सत्य हो नि यार, त्यो हाम्रो साथीहरूले होइन त्यति पैसा ल्याएको रे क्या। अब म त गएन, म त बसिरहेको थिएँ घरमै लाइभ साइभ हेरिरहेको थिएँ होइन। तर हुन्छ नि त पैसा चाहिँ रियल रहेछ, बुढा धनी रहेछन् क्या। भ्रष्टाचार गरेरै जम्मा गरेको होला भने चाहिँ, भ्रष्टाचार गरेरै जम्मा गरेको होला भने चाहिँ यहाँ आएको मान्छेहरू मध्ये होइन 90% रासोपालाई नै भोट हालेको छ क्या। यहाँ आएको मान्छेहरूले सबैले काङ्ग्रेसलाई सपोर्ट गर्दैन क्या। मै गर्दिनँ। यो त यसो हुन्छ नि त, खै के हो यो भेटघाट जस्तो रमाइलो, पार्टीको पनि रमाइलो हुँदो रहेछ। भेटघाट यताउति गाना भजन होइन। तेरो बाउको कन्डो हुन्छ। आज शेरबहादुर देउवा जस्तो त्यागी, इमान्दार, स्वच्छ छविको कुनै दाग नलागेको नेता बनेको शेरबहादुर देउवा हो। देउवा बलियो तयारी सहित आउनु भएको छ। सायद उहाँलाई अन्तर्राष्ट्रिय शक्तिहरूको पनि समर्थन। ए बाबा पाँच पटक प्रधानमन्त्री भए मान्छे त्यसै चाहिँ त्यहाँ चाहिने रैसी खाएर बस्यो होला धङ्गङ। के गरेर बस्नुभयो होला? त स्वास्थ्य उपचार मात्रै होइन उहाँ। त्यो स्वास्थ्य उपचार के भएको थियो? स्वास्थ्य उपचार अलिअलि पिटाइ भेटाइ पनि ठिक थियो नि, के भएको? शेरबहादुर दाईलाई एउटा सुझाव छ दाई, भदौ 23-24 तपाईँलाई धुलाइ खाँदाखेरि, राम धुलाइ भाउजू तपाईँलाई खाँदाखेरि, त्यत्रो सम्पत्ति तपाईँको जलाउँदाखेरि यो कार्यकर्ताहरू कहाँ दाई भोजमा आउनु, लिनु।